सर्वप्रथम त नमस्कार। यो जुन हाम्रो साना किसान लखनपुर साना किसानबाट चाहिँ यो खेती गर्ने एउटा मेसिन जुन सञ्चालन गरेको छ, यो चाहिँ कमल गाउँपालिकाको 75% अनुदान र साना किसानको 25% गरेर उहाँहरूले यो गाडी जोड्नुभएको छ र किसानलाई चाहिँ एकदम राम्रो जसले बुझ्नुभएको छ उहाँहरूलाई चाहिँ एकदम राम्रो सहुलियत दिनुभएको छ। र यो अहिलेको रोपाइँ चाहिँ जुन ज्ञान केन्द्र झापाबाट चाहिँ उहाँहरूले 50% अनुदान कृषकहरूलाई चाहिँ 50% अनुदानमा चाहिँ यो खेती रोप्नको लागि उहाँहरूले अनुदान गर्न र किसानहरूलाई अलिकति यसरी चाहिँ काम गर्दा सजिलो हुन्छ भनेर अलिकति प्रोत्साहन गर्नको लागि पनि उहाँहरूले चाहिँ यो 50%मा धान रोपाउन अहिले अगाडि लागिराख्नु भएको छ। र यो मैले चाहिँ खुरखुर रोपाएको अहिले यो चोटिसम्ममा 3 चोटि हुन्छ। मलाई चाहिँ एकदम राम्रो लाग्छ र यो मैले चाहिँ विदेशतिर हेरेको पनि र आफूले अनुभव गर्दाखेरि पनि यो चाहिँ एकदम राम्रो लागेर छिटो हुने, अब गरामा आफू पस्नु नपर्ने, बिउ राख्न पनि यसलाई सबै कुरा मिलाउन सक्यो भने बिउ राख्न पनि सजिलो छ। बिउ काट्ने पनि जुन बिउ काट्न एउटा जन लाग्छ, त्यो जनमा पनि पैसा बच्यो र रोपारमा अब मैले लगभग उहाँहरू 2:15तिर बस्नु भएको, अहिले लगभग 5 बज्न लाग्यो। उहाँहरूले 1 बिघा रोपिसक्न लाग्नुभयो। यो यति रोप्नको लागि मलाई यही गह्रो मात्रै रोप्नको लागि 6 जना या 7 जना खेताला लाग्छ र 7 जना खेताला चाहिँ उहाँहरूले पल्लो गह्रो रोप्दाखेरि लगभग मेरो 11-12 जना खेताला लाग्छ। 12 जना खेतालाको चाहिँ उहाँहरूले लगभग 3 घन्टाभित्रमा रोपिसक्ने अवस्था छ। र बिउ पनि हामीले यो अलिकति अब मैले अनुभव गर्दाखेरि मैले एउटा म आफू परेको मैले अस्ति बर्खा पनि मैले बिउ राखेर रोप्न खोजेँ, तर त्यसमा मेरो आफै अलिकति त्रुटि हो कि र अलिकति मौसमको कारणले पनि होला। मैले बर्खे धानको बिउ राख्दाखेरि चाहिँ असार साउनको बेला राख्दाखेरि चाहिँ अलिकति मेरो मल बढी हो कि भन्ने मलाई एउटा लाग्यो र गर्मीको कारणले पनि होला मलाई अलिकति मर्यो। र पछाडि त फेरि अहिले त्यो मरे पनि मैले त्यसमा भन्दा नखाइकन फेरि प्रयोग गर्दाखेरि अहिलेको बिउ यति राम्रो निकाल्न सफल भएको छु र मेरो रोपाइ पनि एकदम राम्रो भएको छ। यसको लागि चाहिँ म जुन झापा ज्ञान केन्द्र छ र साना किसान छ, साथै यो मेसिन खरिद गर्ने कमल गाउँपालिकालाई धन्यवाद दिँदै आउँदा दिनहरूमा पनि यसरी यस्ता अनुदानका कार्यक्रमहरू ल्याएर र अर्को कुरो जुन अहिले किसानहरूलाई यो कमल गाउँपालिकामा अहिलेसम्म यस्तो भएको थिएन। अहिले चाहिँ आएर यो युरियाको अलिकति समस्या छ। यो सँगसँगै हामीले अब युरिया पनि लगाइहाल्न पाए चाहिँ हामी किसानहरू एकदम खुसी हुन्थ्यौँ। कमल गाउँपालिकाले अथवा कृषि ज्ञान केन्द्रले यो युरियाको पनि अलिकति व्यवस्था मिलाइदिएदेखि चाहिँ हामीलाई एकदम राम्रो हुन्थ्यो किसानहरूलाई। र आउँदा दिनहरूमा मैले मात्रै होइन सबैले यसरी खेती चाहिँ यसरी यो अहिलेको आधुनिक तरिकाले खेती गर्दै गयौँ भने चाहिँ हामी अलिकति सफल हुन्छौँ भन्ने मलाई लागेको छ। भन्दै मेरो 2 शब्द यहाँ टुङ्गाउँछु। रोपाइ एकदम राम्रो छ, म एकदम खुसी छु। जस्तै धेरैजनाले चाहिँ यो रोपाइँलाई अब हाम्रो लाइनदेखि लाइनको दूरीलाई चाहिँ अलिकति पातल भयो भन्ने कुराहरू धेरैजनाले गरिराख्नु भएको हुन्छ। अब गाँस त हामीले बोर्डदेखि बोर्डको दूरी त मेन्टेन गर्न सक्छौँ, कति सेन्टिमिटर रोप्ने भन्ने कुरालाई। यसको कुरामा तपाईँले प्रयोग गरिराख्नु भएको छ होइन? सुरुदेखि नै यसको अवस्था त यही नै हो, यसलाई घटाउनु पनि सकिँदैन, बढाउनु पनि सकिँदैन हामीहरूले। यो चाहिँ कस्तो लागिरहेछ तपाईँलाई? यो चाहिँ मलाई पनि धेरैजनाले यहाँ सोध्नुहुन्छ। म चाहिँ के भन्छु भने उहाँहरूलाई हामीले दुईपट्टि नै घाँस पनि बाक्लो अनि हार पनि बाक्लो बनायो भने चाहिँ धान हाम्रो केही पनि खान आउँदैन। तर त्यसको लागि चाहिँ हामीले के गरे हुन्छ भने जुनसुकै बिरुवाहरूलाई पनि अलिकति वरिपरिको लागि हावा खेल्नको लागि चाहिन्छ। यो चाहिँ एकदम राम्रो छ मेरो लागि चाहिँ। गाँठ बाक्लो छ, हार चाहिँ पातलो भइसकेपछि पल्ला छेउबाट पसेको हावा पल्ला छेउ निस्किन्छ। त्यसको लागि चाहिँ बिरुवालाई हावा एकदम आवश्यकता पर्छ। त्यसो हुँदाखेरि यो चाहिँ एकदम राम्रो छ मेरो लागि। हुन्छ, हस्, धन्यवाद। धन्यवाद। साना किसान हाम्रो निशान हे देशैभरिको किसानहरूको। किसानको बोको बोकेर
सरकारी हामी सबैको प्यारो सरकारी किसाना हाम्रो निशाना साना किसाना हाम्रो निशाना सुलभ कर्जमा निम्न वर्गमा